म यही बाटो हिँड्दै आएको अघि पछि नै आयो। ल समुद्रको किनारमा बसेर सुनकोसीको किनारमा बसेर खाजा खानुको मजै बेग्लै छ। खाजा प्याज खोर्सानी क्वाइट डेन्जर छ। प्याज डल्ला डल्लै टोकिँदैछ, काट्ने हतियार छैन। कोसीमा है कोसी फेस्टिभल छोकीको क्युट निगार टाइगर माउन्टेन भ्यू। आउनु जाउँ। भोरमुख मात्रै माछा त कोसीमा चाहिँ माछा गएको। यहाँबाट लड्यो भने त माछा हुने र नि त है। यहाँबाट चाहिँ छेउछेउ हिँड्नुपर्ने हुन्छ। यहाँबाट लड्यो भने तल त्यो त खामलिङको मगरले पुरा गर्थ्यो त्यही हो। ल हेर्नुहोस् है माछा मार्दा कोसी ढाडमा हिँड्दा हिँड्दा जुत्ताको हालत यो अवस्थामा पुग्यो। ल ल ल ल तडा तडा के गर्नु त माछा पनि झर्दैन त यार। ठुलो भरि भयो के अरे भर्यो के र ठुल्ठुलो तारा निकाल्नु ननि आउँछ सबैलाई। माछा झार्नु पनि आउँदैन यार। ल ल भरे भरे आउँछ पत्ती बाख्रा पनि भरे भरे आउँछ पर्खेर आउनु यार कत्ले चिज माल कत्ले ल ल 20 करोडको माल पर्यो है माल। आउँछ आउँछ भरे भरे ल ल 1 किलो छ न मेरो थालो केजीको छ मैले अघि उम्काएको यही हो कि यत्रै खतम गर्नु पनि तपाईँले मैले तपाईँले अहिले 2 किलो उम्काउनु 2 किलो त